है साथीभाइ अस्ति डिभाइड गरेको मौरी चाहिँ हामीले रानी पनि निक्लेको थियौँ है रानी पनि निक्लेको थियौँ के कारणले चाहिँ रानी चाहिँ यसमा छैन साथीभाइ मौरे छ हो र मौरेको कारणले गर्दा चाहिँ वर्करहरूले नै अन्डा पारेको छ यसमा धेरैभन्दा धेरै अन्डा पारेको छ है एक जग्गामा र अन्डा जस्तो पार्दा चाहिँ सबै मौरी बिटपाती भएको छ साथीभाइ मौरी कलर पनि एकदमै कालो छ है हेर्नु सक्नु तपाईँ देखेको भाइ र हामीले चाहिँ यसलाई अब 50 मिटर चाहिँ टाढा ल्याएर चाहिँ यसलाई टट्काइरहेको छौँ है र टट्टाउनु कारण चाहिँ के हो भन्दा चाहिँ अब यसमा अन्डा पार्ने कतिवटा है प्रेग्नेन्ट छ बिउहरू है तिनीहरू चाहिँ उडेर जानु सक्दैन त्यहाँसम्म डुनसम्म जानु सक्दैन र यहीँ मर्छ तिनीहरू र अन्डा नपार्ने चाहिँ यिनीहरू चाहिँ डुनसम्म जानु सक्छ है र त्यसो गर्नेले चाहिँ हामी यो बिटपाती मौरीलाई चाहिँ जोगाउन सकिन्छ है साथीभाइ तपाईँहरू पनि यसरी गर्नुहोस् है तपाईँहरू जस्तो भन्छ रेडी गर्नु है